हेलो नमस्कार, म अर्जुन लामा। हजुरहरूलाई केही जानकारी दिउँ भनेर म तपाईँलाई ब्याक क्यामेराबाट देखाउँदैछु। ल यो हेर्नुहोस्, यो खोला हो। यहाँ कुनै वाल छैन, कुनै मापदण्ड निर्धारण गर्नलाई, मेजरमेन्ट गर्नलाई पोइन्ट वाल छैन। खोलाको पारी तपाईँले देख्नुहुन्छ, उतापट्टि इँटा र माटोले खोलालाई यता पेलेर ल्याएको छ। पहिला यो खोला त्यो पारी खोलाको फेदमा त्यो रुखको फेदबाट बग्थ्यो। अहिले इँटाले यता पेलेको छ, जबकि पारीपट्टि सरकारी जमिन छ, यतापट्टि व्यक्तिको जमिन बकायदा लाल पूर्जा छ। अनि यो पछाडि अगाडि पनि हेरौँ, यतापट्टि कुनै पनि बाँस वाल छैन। तपाईँलाई म किनारबाट अपडेट गराउँछु। यो अस्ति भत्किएको टोकटोटीहरू हो। अब तपाईँ यहाँ हेर्नुहोस्, यहाँ पनि कुनै पनि वाल छैन, खाली छ। र तपाईँ पारी हेर्नुहोस्। अब तपाईँ एउटा साधारण तरिकाले पनि बुझ्न सक्नुहुन्छ कि त्यो बाँसको पारीको बाँसको बारभन्दा माथि थियो वा के अरे खोला, त्यसले माथिको पिच रोड भत्काउँछ भनेर त्यसलाई सेभ गर्नलाई खोलाको तिरमा ल्याएर बाँस ठोकेको थियो। अब योभन्दा अगाडिको बाढीमा अब तपाईँ अहिले हेर्नुहुन्छ, त्यो बाँस कति माथि पुगेको छ। ल त्यो बाँसबाट यता कमसेकम 5-10 फिट तल खोला आएको छ। हेर्नुहोस्, हो ठुलो खोला आउँदा बाँस छुन पुग्छ, नत्र छुँदैन। तर यहाँ हेर्नुहोस्, तपाईँको ठ्याक्कै यतापट्टि हाम्रो जमिनमै सटेर बगिरहेछ खोला। भन्नाको अर्थ यताबाट कुनै पनि खोलालाई धकेलेको छैन, पारीबाट हरेक वर्ष यसरी धकेल्दै आएको छ। यो धकेल्दै आउनुको मेन कारण के भयो भने यता दुईटै तर्फमा हाम्रोमा खोलामा वाल छैन। त्यो वाल नभएकोले गर्दा नदी कटानले सधैँ आफ्नो व्यक्तिगत सम्पत्तिपट्टि यसरी कटान हुँदै मापदण्डको जुन तपाईँको मेजरमेन्ट छ त्यो हरेक पल्ट घटिरहेछ। त्यो घट्नु भनेको हाम्रो व्यक्तिगत जमिन चाहिँ बढी सरकारले मापदण्ड भनेर तान्नु खोजेको छ। यो गलत हो। यदि खोलाले यसरी हरेक वर्ष कटान गर्दै यसरी घट्दै गयो भने तपाईँको यो पछाडिको ठुल्ठुलो घरहरू पनि भोलि पर्सि मापदण्डभित्र पर्छ भन्नु बेर छैन। यो अहिले धेरै नै टाढा छ। त्योभन्दा अगाडि हाम्रो हो, त्यो अगाडिकै जग्गा पहिला मापदण्ड थियो। तपाईँको यो मेरो अगाडिको जग्गा लगभग 3-4 रोपनी जग्गा थियो। त्यो जग्गा काट्दै खोलाले पारी लग्दै अहिले यता आफ्नो जग्गाकै 3-4 रोपनी 5-6 आना 1 रोपनी आसपास 1.5 रोपनी आसपास बनाइदिएको छ। त्यसलाई कसरी सम्बोधन गर्ने, यो कुरा भन्दाखेरि कतिले कसरी लाल पूर्जा लियो, कहाँबाट आयो, कसरी आयो। हामीले 45-46 सालतिर पास गरेको हो। त्यति बेला यहाँ कुनै सुकुम्बासी थिएन।